हेलो वाट्सअप गाइज गुड मर्निङ के छ हालखबर सन्चै हुनुहुन्छ म सन्चै छु। सो गाइज अहिले बिहानको 9 बज्न गइरहेछ भन्नाले 8:30 भनौँ। अनि सिन चाहिँ यो छ कि आज पहिलो क्लास हामीहरूको थिएन। अब ब्याग चाहिँ प्याक गरेर त्यसपछि निस्किने। गाइज यो हाम्रो फास्ट ट्र्याक भन्नाले सबै धेरै जस्तो यसैबाट पढेर जान्छ। यो भनेको पढ्नु हुँदैन तर धेरै कामको चिज छ। अनि अहिले चाहिँ सर्जरी छ, सर्जरीको चाहिँ पहिला फास्ट ट्र्याक हेरौँ। सर्जरी 2 रहेछ, सर्जरी यहाँ रहेछ। सर्जरी लग्ने यो मेरो पोस्टिङको नोट्स भन्नाले लेख्न लागि यो क्लासको नोट्स। सो अहिले यो 3टा लग्ने हो। अब यो राख्ने अनि अब त्यसपछि चाहिँ रेडी हुने अनि क्लास जाने। सो गाइज अब क्लासमा भेटौँ। हाय सर, हम 3 लोग ही क्लास आते हैं। देन गाइज हामी पुगिसक्यौँ। कहाँ पुग्यौँ? हस्टल दोस्रो होम भनौँ। कसको? सो गाइज मौसम चाहिँ यस्तो बवाल छ, पानी पर्ने जस्तो छ मौसम, तर परेको छैन। अनि त्यहाँ कागलाई हेरेर बसिरहेको छु मस्तले। त्यसको अहिले खाना टाइम चलिरहेको छ, खाएर बसिरहेको छ काग। यसको लाइफ छ जस्तो लाग्छ कहिले काहीँ, खायो उड्यो। सो गाइज केही दिदी हुनुहुन्छ धोका दिनुभएको। कसो धोका दिए? के भन्नुभएको थियो? के भन्नु दिए? भन्दिनँ अब दिदीले याद गर्ने। अब दिदीले याद गरिराख्नुहुन्छ, बेलुकासम्म टाइम छ दिदी याद गर्ने। त्यहाँदेखि गाइज हाम्रो यो खाना हेरौँ त के रहेछ। यो के हो? के हो दिदी? यो अन्डा हो कि के हो? अन्डा हो, आलु झोल। सो गाइज रुम जानको लागि गएको, पानी पर्न थाल्यो, बाइक पनि भिज्दैछ। के गर्ने होला, अब यहीँ बस्ने। गाइज आजको ब्लग यहीँ इन्ड गरौँ। अब भोलिको नयाँ ब्लगमा भेटौँला।